सम्पूर्णलाई नमस्कार। आज फेरि हामी नयाँ एपिसोड लिएर मन्त्र टेक्नोलोजीमा उपस्थित भइसकेका छौँ र आज हामी केही नयाँ कुरा सिक्नेछौँ। यो चाहिँ अलि टेक्निकल कुरा। यो चाहिँ बढी जसो हाम्रो कम्प्युटर एप्लिकेसन, सफ्टवेयर एप्लिकेसन, कम्प्युटर रिलेटेड जो हुनुहुन्छ, सर्भरमा हुनुहुन्छ या डेभलपमेन्टमा हुनुहुन्छ, उहाँलाई चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ यो। यो किन इम्पोर्टेन्ट रहेको छ भन्दा हामीले कम्प्युटरहरूमा सिक्ने क्रममा चाहिँ यो एज अ कोर्स पनि पढ्न सक्छौँ र हामी भोलि डिप्लोयमेन्टमा जाँदाखेरि चाहिँ यो चाहिँ धेरै इम्पोर्टेन्ट रहेको छ। र आजको टपिक रहेको छ लिनक्स र लिनक्समा पनि आज हामी जुन डेमोन्स्ट्रेसन गर्न गइरहेछौँ त्यो चाहिँ हामी रेड ह्याट लिनक्समा गर्न गइरहेको छौँ र त्योभन्दा अगाडि चाहिँ हामी लिनक्सको बारेमा चाहिँ केही कुरा बुझ्नेछौँ। अब लिनक्सको बारेमा बुझ्नुहुन्छ भने चाहिँ लिनक्स तपाईँको लागि धेरै इम्पोर्टेन्ट हो। यदि तपाईँ कम्प्युटर एप्लिकेसन पढिराख्नु भएको छ, सफ्टवेयर इन्जिनियरिङ पढिराख्नु भएको छ, आइटी रिलेटेड जति पनि अहिले प्राविधिक कुराहरू छन्, तपाईँ यदि सर्भर एडमिनिस्ट्रेसनमा हुनुहुन्छ, डेभलपमेन्टमा जहाँ पनि हुनुहुन्छ भने चाहिँ तपाईँ लिनक्स एकदम इम्पोर्टेन्ट छ र लिनक्सको धेरै टाइप्सहरू रहेका छन्, त्यसमा हामी अहिले आउनेछौँ। अब लिनक्स किन आज हामी चुज गरिरहेछौँ भन्दाखेरि चाहिँ हामीले व्यक्तिगतले पनि मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने चाहिँ मैले लिनक्स चाहिँ धेरै ढिलो सिकेँ। लिनक्स चाहिँ अहिलेको एकदमै जब पाउनको लागि होस् या तपाईँ सर्भर साइडमा काम गरिराख्नु भएको होस् या डिप्लोयमेन्टको कामको लागि होस्, लिनक्स धेरै इम्पोर्टेन्ट छ। अब लिनक्सको बारेमा चाहिँ अरू कुरा भन्नुपर्दाखेरि चाहिँ लिनक्स भनेको चाहिँ यो एउटा ओपन सोर्स अपरेटिङ सिस्टम पनि हो, तर यसलाई अपरेटिङ सिस्टम भन्दाखेरि पनि यसलाई कर्नल भनेर भनिन्छ है। सो हामीसँग धेरै खालको लिनक्सहरू छन्, जस्तो कि मिन्ट लिनक्स छन्, प्यारट लिनक्स छन् हैन, त्यसपछि सेन्ट ओएस छ। त्यसपछि हामी इन्टरप्राइजको कुरा गर्छौँ भने तपाईँको रेड ह्याट लिनक्स एकदमै फेमस छ र त्योभन्दा पनि युज टु अहिले सबैभन्दा धेरै प्रचलित सर्भरहरूमा पनि बढी युज हुने भनेको चाहिँ उबन्टु हो है। उबन्टु चाहिँ धेरैजनाले चलाइराख्नु भएको छ र यो सिक्न पनि एकदमै सजिलो छ। रेड ह्याट लिनक्स जस्तो अलिकति एक्स्ट्रा को भनेपछि केही कमान्ड लाइनहरू फरक हुन्छ। यसमा चाहिँ उबन्टुमा चाहिँ त्यो अलिक बेसिक हुन्छ, सबैमा लगभग सेम नै हुन्छ। तपाईँको इन्टरप्राइजमा चाहिँ केही कुराहरू फरक हुनसक्छ है। अब हामी लागौँ, आज हामी केमा सिक्छौँ लिनक्स भन्दाखेरि चाहिँ तपाईँले हाम्रो स्क्रिन हेर्न सक्नुहुन्छ। यहाँ मैले केही यो कुराहरू सिक्नेछौँ हामी। 15वटा कमान्ड लाइन हामी आज सिक्नेछौँ। 15वटा कमान्ड लाइन तपाईँले डे टु डे बेसिसमा चाहिँ प्र्याक्टिस गर्नुभयो भने चाहिँ तपाईँलाई यो क्याचअप हुन एकदम सजिलो हुन्छ। आज पढ्नुभयो, भोलि प्र्याक्टिस गर्नु भएन भने चाहिँ तपाईँले त्यो बिर्सिनुहुन्छ है। र यो चाहिँ एकदम बेसिक फन्डामेन्टल आज हाम्रो यो फर्स्ट एपिसोडको पनि मेन कन्सर्न र हाम्रो मेन अब्जेक्टिभ भनेको चाहिँ लिनक्स तपाईँहरूलाई चिनाउने र त्यसबाट चाहिँ बेसिक कुराहरू चाहिँ हामी सिक्छौँ र धेरै नेपालको कलेजहरूमा पनि या कोर्सहरूमा पनि लिनक्सहरू सिकाएको अवस्था थिएन हाम्रो बेलामा चाहिँ। अहिले त अब कोर्सहरू पनि राखिएको छ र लिनक्स धेरै इम्पोर्टेन्ट हो। भोलि गएर अहिले धेरै इन्स्टिट्युसनहरूले खोजिरहेका छन्, जस्तो कि तपाईँ अब के भन्छ लिनक्स अहिले सबैभन्दा ट्रेन्डिङ जब भनेको डेभअप्स इन्जिनियरिङ भयो, डेक्सएपअप्सको भयो, तपाईँ ब्याकएन्डमा काम गरिराख्नु भएको छ, डिप्लोयमेन्ट साइडमा काम गरिराख्नु भएको छ हैन, सर्भर साइडमा काम गरिराख्नु भएको छ। धेरै यसको भनौँ न जब रोल्सहरू धेरै छन्, धेरै एप्लिकेसन छन्। भनिन्छ नि तपाईँको यो इन्टायर अर्थमा एभ्री डिभाइस तपाईँले जुन जुन चलाइराख्नु भएको छ त्यो सबै लिनक्समा छ है। होला तपाईँले एन्ड्रोइड चलाइराख्नु भएको होला, तपाईँले अहिले आइफोन चलाइराख्नु भएको छ, विन्डोज चलाइराख्नु भएको छ, तर सर्भरमा पछि त्यो कहाँ डिप्लोय भइरहेको छ, त्यसपछि त्यो बनेको कसरी बनेको छ, त्यो सबै कुराहरू चाहिँ लिनक्सले छोएकै छ। सो लिनक्स धेरै इम्पोर्टेन्ट हो। सो लागौँ हामी आजको फर्स्ट स्टेपमा। फर्स्टमा चाहिँ तपाईँले चाहिँ यहाँ होम स्क्रिनमा हेर्न सक्नुहुन्छ। लिनक्समा चाहिँ हामीले आज चाहिँ यदि तपाईँ विन्डोज अपरेटिङ सिस्टममा हुनुहुन्छ भने चाहिँ तपाईँले भर्चुअल मेसिन डाउनलोड गर्न सक्नुहुन्छ या VMware पनि डाउनलोड गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ म तपाईँलाई लिङ्क तल स्क्रिनमा दिनेछु, तपाईँले त्यहाँबाट डाउनलोड गर्नु होला है। र हामीले चाहिँ आज चलाउने चाहिँ यो सिस्टममा चाहिँ VMware वर्क स्टेसन प्रो हो। यसलाई हामी खोल्छौँ अहिले। यसमा चाहिँ अहिले रेड ह्याट लिनक्स छ। अहिले मैले आफै पर्सनली चाहिँ रेड ह्याट सर्टिफिकेसनको लागि प्रिपरेसन गरिरहेको हुनाले चाहिँ मैले रेड ह्याट राखेको छु। उबुन्टु पनि राख्न सक्थे तपाईँले। यसमा मल्टिपल यो भर्चुअल मेसिन भनेको चाहिँ तपाईँले यसमा मल्टिपल अपरेटिङ सिस्टमहरू पनि राख्न सक्नुहुन्छ। यदि तपाईँको कम्प्युटरले धान्छ भने त्यही अनुसारको मेमोरी, हार्ड ड्राइभको स्टोरेज र प्रोसेसरहरू तपाईँले छुट्याउन सक्नुपर्छ। मजाले छुट्याएपछि मजाले यो काम गर्छ। अब यसलाई हामी अगाडि पावर अन गर्छौँ। पावर अन हामी यसलाई गर्दैछौँ।
योभन्दा अगाडि तपाईँलाई के भन्छु भन्दा VMware र भर्चुअल बक्स तपाईँले दुईटै युज गर्न सक्नुहुन्छ। भर्चुअल बक्स चाहिँ मैले किन युज गरिनँ भन्दाखेरि भर्चुअल बक्समा चाहिँ अलिकति ह्याङ हुन्छ भन्ने खालको कुराहरू आएछ। त्यहाँनिर चाहिँ अहिले अब तपाईँको स्पेसिफिकेसन कम छ, तपाईँको ल्यापटपको ऱ्याम र भित्रको रोमहरू कम छ भने, अलिक CPU कमजोर छ भने चाहिँ तपाईँले भर्चुअल बक्स चलाउन सक्नुहुन्छ। एउटादेखि दुईटासम्म तपाईँले युज गर्नु होला। अलिकति पावरफुल टुल चाहिएको छ भने चाहिँ VMware पावरफुल हो, तर त्यसको लागि अलिकति हार्डवेयर चाहिँ अहिलेको समयमा त सबैसँग अब एटलिस्ट पनि GPU भएको ल्यापटपहरू छ भने तपाईँले युज गर्न सक्नुहुन्छ र म्याकमा पनि तपाईँले युज गर्न सक्नुहुन्छ। र तपाईँले आज होम स्क्रिन देखिहाल्नुभयो, मैले यसलाई अलरेडी सेटअप गरिसकेको छु। सेटअप गर्नको लागि चाहिँ हामीले लिनक्स कसरी सेटअप गर्छौँ भन्ने चाहिँ त्यो चाहिँ अर्कै भिडियोमा म तपाईँहरूलाई लिएर आउनेछु। हामीले चाहिँ यहाँ गरिसकेका छौँ, त्यही कारणले यहाँनिर मेरो अहिले युजर नेम छ, यसमा म अहिले पासवर्डतिर लाग्छु। ल पासवर्ड मैले यहाँनिर यसरी इन्टर गरेँ। इन्टर गरिसकेपछि चाहिँ अहिले हामी सिस्टम रन भइरहेको छ, मजाले चलिरहेको छ र यसमा अलिकति समय लागेको छ। मेरो आफ्नै हेर्न सक्नुहुन्छ डेडिकेटेड GPU हुँदाखेरि पनि यो अलिकति ल्याग गरिरहेको छ। तपाईँले भरसक चाहिँ राम्रै ल्यापटपमा गर्नु होला। यो छैन भने चाहिँ स्पेसिफिकेसन अलि लाइट भर्जन डाउनलोड गर्नु होला है। सो हामी डाइरेक्टली जान्छौँ कमान्ड लाइन इन्टरफेसमा है। अरू कहीँ पनि हेर्दैनौँ। अहिले हामी लिनक्सको यो रेड ह्याटको तपाईँले इन्टरफेस हेर्न सक्नुहुन्छ। अहिले हामी 10 भर्जनमा छौँ। सो हामी डाइरेक्टली CLI मा जान्छौँ। CLI भनेको के हो? CLI भनेको कमान्ड लाइन इन्टरफेस, यो फुल फर्म भयो। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हामीले डाइरेक्टली भित्र कमान्डको मार्फतबाट चाहिँ हामीले आफ्नो फाइल्स फोल्डर्सलाई कसरी कन्फिगर गर्न सक्छौँ, सो द्याट हामीले कुनै सर्भर होस्ट गर्दा यदि त्यो भित्र चाहिँ कन्फिगरेबल फाइल्सहरूलाई कसरी मिलाउने, त्यो चाहिँ कमान्ड लाइन इन्टरफेसले गर्छ। अब जाउँ हामी कमान्ड लाइन इन्टरफेसमा। हामीले यसलाई क्लिक गर्यौँ कमान्ड लाइन इन्टरफेसमा। सो तपाईँले इन्टरफेस देख्न सक्नुहुन्छ। अहिले हामी मेन ड्यासबोर्डमा आयौँ र फर्स्ट कमान्ड भनेको चाहिँ यसलाई हामीले रुटमा कसरी छिर्ने फर्स्ट कमान्ड त्यो हुन्छ। जस्तो कि रुटमा छिर्नको लागि सबैमा लिनक्समा सेमै छ, सुडो su। यसमा जानुभयो भने अब यसमा पासवर्ड माग्छ। तपाईँले अब इन्स्टलेसन गर्दा कुन पासवर्ड राख्नु भएको थियो त्यो तपाईँले यहाँनिर लेख्नुभयो भने नाउ वी आर इनसाइड रुट। हामी अहिले रुटमा छौँ। अहिले हामी एडमिन प्यानलमा छौँ। यसलाई अहिले हामी क्लियर गरिदिउँ। क्लियर गर्नको लागि केही गर्नु पर्दैन, CLAR लेखेपछि हामी गयौँ। अब हामी यो जुन डाइरेक्ट्रीमा छौँ, हामी डाइरेक्ट्रीमा छौँ है। डाइरेक्ट्री भनेको के हो त? यदि तपाईँ विन्डोज चलाइराख्नु भएको छ भने फोल्डर भनेकै नै डाइरेक्ट्री हो। हामी लिनक्समा चाहिँ डाइरेक्ट्री भन्छौँ, अनि विन्डोजमा चाहिँ या म्याक OS चलाइरहेछौँ भने त्यसलाई चाहिँ हामीले फोल्डर भन्छौँ है। धेरै झुक्किनु पर्दैन। सो अहिले हामी रुटमा छौँ। अहिले हामी होम डाइरेक्ट्रीमा जाउँ। त्यो जानको लागि CD/ गऱ्यो भने हामी ब्याक टु होममा गइहाल्छौँ। र यो दोस्रो थियो। पहिलो सुडो su, यसले रुटमा जान्छौँ। दोस्रो भनेको हामी CD// गऱ्यो भने हामी होम डाइरेक्ट्रीमा जान्छौँ। र त्यसपछि हामी अर्को कमान्ड लाइन भनेको चाहिँ अब ls दाब्छौँ। अब ls ले के काम गर्छ भन्दाखेरि हामी जुन करेन्ट डाइरेक्ट्रीमा छौँ त्यसमा भएको सबै फाइल्स र फोल्डर यसले लिस्ट गरिदिन्छ ls दाबेपछि। हेर्न सक्नुहुन्छ हामीसँग यहाँ धेरै यो सबै डाइरेक्ट्रीहरू छन्, सबै फोल्डर्सहरू छन्। फोल्डर नभनौँ, लिनक्स चलाइसकेपछि अब हामी डाइरेक्ट्री भन्नुपर्ने हुन्छ। अब मानौँ हामीलाई अहिले नयाँ डाइरेक्ट्री क्रिएट गर्नु पर्यो। र नयाँ डाइरेक्ट्री भनेपछि हामी त्यसमा कमान्डलाई युज गर्छौँ, mkdir नाम युज गरौँ विदान्त भनेर अहिले है। सो हाम्रो नयाँ डाइरेक्ट्री क्रिएट भइसक्यो, तर कसरी हेर्ने त हाम्रो नयाँ डाइरेक्ट्री कहाँ छ त भनेपछि सेम कमान्ड ls दाबेपछि हामीले तपाईँले हेर्न सक्नुहुन्छ सबैभन्दा लास्ट सेक्सनमा हामीले विदान्त भनेर डाइरेक्ट्री खोजिसक्यौँ। अब थर्ड सक्यो, फोर्थ नम्बरमा आउँ। फोर्थ नम्बरमा हामी अब यो डाइरेक्ट्रीभित्र कसरी पस्ने त भनेपछि अघि हामी जसरी CD// गरेर जुन डाइरेक्ट्रीमा थियो करेन्ट डाइरेक्ट्रीबाट सिधै होम डाइरेक्ट्रीमा आयौँ, त्यस्तै गरी हामीले विदान्त भनेर त्यो डाइरेक्ट्रीको नाम लेख्यौँ भने हामी त्यो डाइरेक्ट्रीमा पसिसक्यौँ है। सो एकदम इजी छ। हामी फेरि एकचोटि गरेर देखाइदिन्छु। यदि हामी फेरि होम डाइरेक्ट्रीमा जानु छ भने CD// होम डाइरेक्ट्रीमा पुग्यौँ। अब बनाएको डाइरेक्ट्री चेक गर्ने कसरी? ls दाबेर यहाँ देख्न सक्नुहुन्छ विदान्त भनेर। अब CD विदान्त भनेर हामी गयौँ भने हामी जुन हामीले डाइरेक्ट्री बनाएको थियौँ त्यो भित्र गयौँ। अब डाइरेक्ट्री र फाइल्स भनेको फरक कुरा हो। डाइरेक्ट्री हामी जुन भन्यौँ
फोल्डर र फाइल्स भनेको फरक कुरो। अब हामी विदान्त भन्ने डाइरेक्टरी भित्र छौँ, यो भित्र एउटा फाइल क्रिएट गरौँ। अब फाइल कसरी क्रिएट गर्ने त? डाइरेक्टरीमा फाइल कसरी क्रिएट गर्ने लिनक्समा भन्दाखेरि हामीले टच कमान्ड युज गर्न सक्छौँ। तपाईँले कपी पेन लिएर बस्नु होला है। यो कमान्ड लाइन हुन त म तल डिस्क्रिप्सनमा पनि लेखिदिनेछु, तर कमान्ड लाइनहरू तपाईँले एकैचोटि याद गर्नुभन्दा पनि तपाईँले यसलाई डेली बेसिसमा प्र्याक्टिस गर्नुभयो भने चाहिँ एकदम सजिलो हुन्छ र पछि काम गर्दै जाँदाखेरि युज टु भएपछि आफै याद हुन्छ है। सो टच भन्ने कमान्ड युज गरेर चाहिँ हामीले चाहिँ फेरि विधान्तै भनेर हामीले गऱ्यौँ भने के आउँछ? हाम्रो फाइल बनिसक्यो यहाँ। अब चेक कसरी गर्ने भन्दा सेम अघिकै एलएस दाब्यो भने हाम्रो फाइल बनिसक्यो। हामीले के गर्यौँ अहिलेसम्म भन्दा एडमिनमा गयौँ, एडमिनमा जाँदाखेरि सुडो एसयु पासवर्ड माग्दो रहेछ, अनि करेन्ट डाइरेक्टरीमा जाँदाखेरि सिडी स्पेस स्ल्यास। अब नयाँ डाइरेक्टरी क्रिएट गर्नु पर्यो भने एमकेडिआइआर अनिखेर स्पेस डाइरेक्टरीको नाम। अब नयाँ फाइल क्रिएट गर्नु छ भने टच अनि फाइलको नाम दिएपछि हामी पुग्यौँ। यो भयो चौथो कमान्ड। अब यो फाइललाई हामीले डिलिट गर्नु पर्यो। विदान्त भन्ने फोल्डरमा विदान्त भनेर अर्को फाइल बनाएको छ भनेपछि यसलाई हामीले डिलिट कसरी गर्ने त भनेपछि आरएम रिमुभ है। आरएम भनेर हामीले रिमुभ गरेर विदान्त गर्यो भने यहाँनिर के सोधेको छ? रिमुभ रेगुलर एम्प्टी फाइल विदान्त भन्दा यस गरिदिइसकेपछि हामीले फेरि कसरी चेक गर्ने? एलएस गरेपछि हाम्रो फाइल छैन, हाम्रो फाइल डिलिट भइसक्यो। हेर्न सक्नुहुन्छ। फेरि एकचोटि भन्छु है, हामीले अब नयाँ फाइल क्रिएट गर्नुपर्ने टच कमान्ड। मानौ अहिले अर्को नाम दिए मुकेश भनेर, यसमा हामीले अब चेक गर्ने फाइल बन्यो कि बनेन। मुकेश भनेर फाइल बनिसक्यो। अब यो मुकेश भन्ने फाइललाई हामीले डिलिट गरिदिन्छौँ आरएम कमान्ड गरेर। अब यसले सोध्छ एम्प्टी फाइल डिलिट गर्ने कि नगर्ने, एस दाबिदिउँ, डिलिट भइसक्यो है। सो एकदमै सजिलो छ। तपाईँले अब हामीले क्लियर युज गरेर क्लियर गर्न सक्छौँ। सो एकदमै सजिलो छ, यो कुनै धेरै गाह्रो कुरा होइन, तर यसलाई डे टु डे प्र्याक्टिस गर्न एकदमै जरुरी छ। अब आयो हामी अलिकति डेप्थमा जानुपर्ने हुन्छ। अब हामीले केही बेसिक कुराहरू गरिरहेछौँ भने अलिकति डेप्थमा कसरी जाने भन्दा, अब मानौ हामीसँग अहिले कुनै फाइल चाहिँ छैन, एउटा फाइल बनाएर त्यो फाइलमा हामीले केही भनौँ न टेक्स्टहरू लेखेर त्यसलाई सेभ गर्छौँ। कसरी गर्छौँ? मानौ टच विदान्त भन्ने फाइल बनायो, एलएस दाबेर विदान्त आयो। अब यसमा बनाएको फाइलमा दुईटा मेथड छ, एउटा न्यानो भनेर कमान्ड छ, अर्को भनेको चाहिँ विम भनेर कमान्ड छ। हामी न्यानो युज गर्छौँ है। एज न्यानो भनेर यदि हामीले विदान्त गर्यो भने ल यो एउटा फाइल खुल्यो, यसमा अब म नाम लेख्छु दिस इज विदान्त भुजेल रनिङ लिनक्स है। अब यो त भयो। अब यसलाई सेभ गर्नु पर्यो। सेभ गर्नको लागि चाहिँ हामीले चाहिँ कन्ट्रोल एक्स दाब्छौँ। कन्ट्रोल एक्स दाबेपछि बफर यस। अब बफर गरिसकेपछि इन्टर गरिदिन्छौँ र हामी ब्याक आयौँ। अब हामीले लेखेको जुन भित्रको कन्टेन्ट थियो त्यो फाइलमा छ कि छैन? फाइल छ, ओके, विदान्त भनेर। अब यसलाई हामीले बनाएको फाइलभित्र कन्टेन्ट कसरी चेक गर्ने भन्दा त्यहाँ अर्को कमान्ड आउँछ, लेख्नुहोस्, त्यो भनेको क्याट भनेर, सीएटी क्याट। यो त याद गर्न सजिलो छ। अब क्याट भनेको के हो भन्दाखेरि यसको फुल फर्म कन्क्याटिनेसन। यसले के काम गर्छ भन्दा हामीले जुन फाइल बनाएको छौँ त्यो फाइलभित्र के कन्टेन्ट छ, के कुरा हामीले हालेका छौँ त्यसलाई प्रिन्ट द करेन्ट स्ट्रिङ भन्छ है। सो क्याट भनेर लेख्यौँ, क्याट भनेर विदान्त भनेर टाइप गरेपछि ल हामीले के कुरा लेखेका थियौँ? दिस इज विदान्त भुजेल रनिङ लिनक्स, सकिहाल्यो। सो एकदमै सजिलो छ, धेरै रकेट साइन्स केही पनि छैन, यो गर्न एकदमै सजिलो छ। त्यस्तै गरी हामी अर्को कमान्ड लाइनमा जान्छौँ। अब हामीले बनाएको फाइलको नाम विदान्त हो, त्यो भित्र करेन्ट स्ट्रिङ के छ? दिस इज विदान्त भुजेल रनिङ लिनक्स है। अब हामी यो फाइललाई अर्को फाइल एउटा नयाँ फाइल क्रिएट गर्छौँ। त्यो फाइल चाहिँ खाली हुन्छ, तर हामीलाई फाइल 1 को कन्टेन्ट चाहिँ फाइल 2 मा कपी गर्नु छ। बुझ्दै हुनुहुन्छ? हामीसँग अहिले एउटा फाइल छ विदान्त भनेर, हामी अर्को फाइल क्रिएट गर्छौँ। कुन कमान्ड? टच युज गरेर। मानौ यसको नाम लेख्छु म, अर्को फाइलको नाम टच पुष्कर। हामीसँग कतिवटा फाइल भयो? दुईटा। तर हामीले हेर्यौँ भने विदान्त भन्ने फाइलमा यो कन्टेन्ट छ, तर हामीले पुष्कर भन्ने फाइल हेर्यो भने त्यो खाली छ। तर अब विदान्त भन्ने फाइलको भित्र जुन कन्टेन्ट छ त्यसलाई हामीले कपी गरेर पुष्करमा गर्नु छ भने कुन कमान्ड युज गर्छौँ भन्दाखेरि सिपी कमान्ड।
सिपी गरेर विधान्त पुष्कर ल क्या अब यहाँ ओभरराइट पुष्कर यस लेखिदिने ल अब के गर्ने हामीसँग दुईटा छ फाइल अब क्याट गरौँ पुष्कर गरेपछि ल भनेर तपाईँले हेर्न सक्नुभयो हामीले भर्खरै एउटा फाइल क्रिएट गर्यौँ त्यो फाइलको नाम थियो पुष्कर हामीसँग त्यो पुष्कर भन्ने फाइल खाली थियो तर विधान्त भन्ने फाइलमा त अलरेडी त्यहाँनिर केही कुरा लेखेको थियो भनेपछि कन्टेन्ट थियो भनेपछि हामीले विधान्त भन्ने फाइलको कन्टेन्टलाई चाहिँ कपी गरेर चाहिँ पुष्कर भन्ने फाइलमा चाहिँ लिएर आयौँ तपाईँले हेर्न सक्नुहुन्छ अब यसलाई हामीले क्लियर गरिदिउँ त्यस्तै गरी अर्को कमान्ड लाइनको कुरा गर्नुहुन्छ भने हामीसँग अर्को कमान्ड लाइन के छ भन्दा अर्को कमान्ड लाइन जस्तो कि हु एम आई सजिलो छ हु एम आई भनेर यसले के दिन्छ भन्दा हाम्रो करेन्ट युजरको डिटेल्सहरू दिन्छ जस्तो कि मैले यहाँ हु एम आई भनेर मैले यहाँ कमान्ड लेख्यो भने कुनमा छ त अहिले हामी भनेपछि रुटमा छौँ हामी युजरको नामै अहिले हाम्रो रुट छ हामी किन भन्दा रुट फोल्डरमा छ अल्दै सो यो भयो एउटा त्यस्तै गरी अर्को कमान्ड लाइनको कुरा गर्नुहुन्छ भन्दा हामीलाई सिस्टम इन्फर्मेसनको बारेमा चाहिएको छ हामीलाई हाम्रो सिस्टम जुन हामीले इन्स्टल गरेको छौँ यसको इन्फर्मेसन डिटेलमा चाहिएको छ भने हामीसँग कमान्ड लाइन छ युनेम ड्यास ए यसले दिन्छ हाम्रो कमान्ड हाम्रो सिस्टमको बारेमा सबै कुराहरू हामीले लोकल होस्ट चलाइरहेको छौँ यो भर्जनको छ आज डिटेल के छ आज फ्राइडे हो अक्टोबर 17 सबै कुराहरू दिएको छ है त्यस्तै गरी अर्को कमान्ड लाइन बारेमा कुरा गर्नुहुन्छ भने हामीसँग चाहिँ एउटा कमान्ड लाइन यस्तो छ कि जसले चाहिँ हाम्रो अहिले यो सिस्टम जुन हामी चलाइरहेको छौँ जुन हामीले यो VMware चलाइरहेको छौँ यसमा चाहिँ कुन कुन ब्याकग्राउन्ड प्रोसेसहरू चलिरहेको छ हैन भित्र सर्भिसेसहरू के चलिरहेको छ भनेर चेक गर्नु छ भने टिओपी टप हामीले क्लिक गर्यौँ भने चाहिँ हामीले इन्टर गर्यौँ भने चाहिँ हाम्रो सबै हेर्न सक्नुहुन्छ डिटेल्सहरू के कुरा चलिरहेका छन् सबै कुरा देखाइदिन्छ यसले है त्यस्तै गरी अर्को चाहिँ हाम्रो वान अफ द इम्पोर्टेन्ट कमान्ड लाइन भनेको चाहिँ हामीले चाहिँ त्यहाँबाट चाहिँ हाम्रो आइपी एड्रेसहरू हामीले चेक गर्न मिल्छ हामी कुन आइपी एड्रेसमा काम गरिरहेका छौँ र कुन हाम्रो छ भनेर त्यसको लागि चाहिँ आइपी एडिडिआर गर्नुभयो भने चाहिँ हामीले त्यहाँनिर चाहिँ आफ्नो आइपी एड्रेसहरू चाहिँ मजाले हेर्न सक्छौँ है सो यो चाहिँ सबैलाई नदेखाउनु होला सो यही रहेको थियो आजको बेसिक लिनक्सको केही कमान्ड लाइनहरू यदि तपाईहरुलाई योभन्दा अझै एडभान्स लिनक्स कमान्ड लाइनको बारेमा चाहिँ अझै सिक्न मन छ भने चाहिँ हामीलाई लाइक शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला र तपाईलाई कुन टपिकमा चाहिँ यस्तो टेक्निकल भिडियो चाहिएको थियो तल चाहिँ तपाईले हाम्रो कमेन्ट सेक्सनमा चाहिँ लेख्न सक्नुहुन्छ त्यसमा अवश्य पनि हामीले भिडियो बनाउने छौं र यो थियो लिनक्सको पहिलो एपिसोड बेसिक लिनक्स कमान्ड इन रेड ह्याट लिनक्स रेड ह्याट लिनक्स चाहिँ एउटा इन्टरप्राइज लेभलको लिनक्स हो जुन चाहिँ एकदम अलि कर्पोरेट सेक्टरमा र हाई लेभलको कन्फिगरेसन गर्नमा युज गरिन्छ यसलाई चाहिँ इन्टरप्राइज किन भनिएको भन्दा यो डिस्ट्रिब्युसनले चाहिँ इन्टरप्राइज लेभलमा काम गर्ने र यसलाई चाहिँ सबैले सहज तरिकाले चाहिँ चलाउन अलि मिल्दैन अनि कर्पोरेट लाइनहरुमा यसलाई हाई लेभल इन्फ्रास्ट्रक्चरमा मात्र चलाउन मिल्छ र यसलाई इन्स्टल गर्दाखेरि पनि हामीले चाहिँ धेरै कुराहरू ध्यान दिनुपर्ने हुन्छ इभन हामीले आफ्नो डिभाइसलाई चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ हामीले चाहिँ रेड ह्याट लिनक्सको साइटमा गएर